गाइज अघि चाहिँ मैले होइन पुरै रातो गुराँस खाँदै थिएँ अनि यो चाहिँ अहिले पिङ्क कलरको गुराँस क्या पुरै पिङ्क कलरको गुराँस छ होइन अब यसलाई पनि खानु त पर्यो होला अघि चाहिँ पुरै रातो थियो होइन अनि यो चाहिँ अहिले पिङ्क कलरको आज दुई कलरको गुराँस चाहिँ खाइसक्यो माथि सेतो पनि देखिरहेको थियो यहाँ चाहिँ 28 प्रजातिको गुराँस पाउँछ यो गुराँस चाहिँ मेरो लास्ट फेभरेट है खानालाई गुराँसको फेदमा आएर गुराँस खाइएन भने चाहिँ मजा आउँदैन अब के गर्नु जाने अब हामी त्यहाँ चाहिँ पुरै फेरि रातो छ है उहाँ पर देखेकोमा त्यो गुलाबी भयो होइन ए पिङ्क कलर भयो यो फेरि गाढा पिङ्क टाइपको छ क्या एकलाई नाउ न हानिदिनु पर्यो यहाँ